जान दिएर यत्रो मेहनत गरेर काम गरिराख्नु भएको छ, आफ्नो प्रेसियस मोमेन्टहरूलाई सेक्रिफाइस गर्दै आफ्नो लाइफ आफ्नो स्टाइलले आफ्नो विसले हजुरले लिभ गर्न सक्नुभएको छैन, परिवारहरूलाई समय दिन सक्नुभएको छैन, बच्चाहरूलाई समय दिन सक्नुभएको छैन, रात दिन नभनिकन होइन घन्टौँ घन्टा काम गरिराख्नु भएको छ र पनि तपाईँ आफ्नो जीवनबाट खुसी हुनुहुन्न, आफ्नो लाइफस्टाइलबाट खुसी हुनुहुन्न होइन भनेदेखि चाहिँ यो भिडियो तपाईँहरूको लागि नै हुनसक्छ है। सो अन्तिमसम्म यो भिडियो हेर्नुहोस्, के थाहा तपाईँहरूको लागि उपयुक्त हुनसक्छ कि होइन, जे म भन्न गइरहेको छु। सो नमस्ते यहाँहरू सम्पूर्णमा, म सञ्जना राईको आमा हुँ र वाइफ। यहाँ युएसमा बस्दै आइरहेको छु विगतको 10 वर्षदेखि मेरो छोरी र हस्बेन्डसँग। यहाँ आउने क्रममा लाइफ हाम्रो पनि धेरै स्ट्रगलसँग भरिएको थियो। म पनि रात दिन हामी पनि, म र मेरो हस्बेन्ड हामी काम गर्थ्यौँ होइन, रात अलमोस्ट दिनदेखि रात बिहानसम्म पनि कहिलेकाहीँ हामी काम गर्थ्यौँ हाम्रो छोरी नभइन्जेलसम्म चाहिँ। तर पछि बच्चा भएपछि अलिकति लाइफ स्टाइल चेन्ज भयो होइन, प्रायोरिटी मेन हाम्रो छोरी आयो हाम्रो लाइफमा। सो उसको लागि टाइम निकाल्नु पर्ने भयो। सो त्यो कारणले गर्दाखेरि चाहिँ म यो डिजिटल बिजनेसमा इन्भल्भ भएँ होइन, जहाँ चाहिँ मैले एउटा टाइम फ्रिडम पाएको छु, फाइनेन्सियल फ्रिडम पाएको छु होइन। तपाईँहरू आफ्नो लाइफबाट खुसी हुनुहुन्न होइन, तपाईँहरूले यस्तो खालको केही साइड हसलहरू खोजिराख्नु भएको छ, फाइनेन्सियल फ्रिडमको लागि केही अप्सनहरू खोजिराख्नु भएको छ भने चाहिँ दिस माइट बी द ग्रेट प्लेटफर्म फर यु है। किनभने यहाँ तपाईँहरूलाई हरेक कुरा उपलब्ध छ होइन, तपाईँहरूले गर्ने चाहना राख्नुहुन्छ, इच्छा राख्नुहुन्छ भने चाहिँ तपाईँहरूले सबै ट्रेनिङ्स एन्ड टुल्सहरू सबै अभाइलेबल छ होइन। सो तपाईँहरूले स्ट्रेसफुल लाइफ लिभ गर्नु पर्दैन, रात दिन बिहान होइन अलार्मको क्लकमा उठ्नु जानु परेन, स्केड्युल वर्कमा टाइममा कुद्नु परेन होइन। सो आफ्नो हिसाबले यो बिजनेसलाई रन गर्न सक्नुहुन्छ। या तपाईँहरू जति काम गर्दा पनि जहीँको त्यहीँ फाइनेन्सियली पनि तपाईँहरूलाई गाह्रो भइरहेको छ होइन, अनि आफ्नो टाइम निकाल्न सक्नु भएको छैन, त्यस्तो लाइफदेखि वाक्क दिक्क भइसक्नु भइसक्यो भने चाहिँ यो बिजनेसलाई एकचोटि हेर्नुहोस्, लर्न गर्नुहोस् के रहेछ यो बिजनेस भनेर, यसको बारेमा बुझ्नुहोस् होइन। अनि बुझेर अघि बढ्न सक्नुहुन्छ। कुनै पनि कुरामा जोइन गर्नुभन्दा अगाडि पक्कै पनि बुझ्नुपर्ने हुन्छ, बुझ्नुहोस्, जानकारी लिनुहोस् के को कस्तो बिजनेस हो भनेर। आइएम अलवेज हियर टु हेल्प यु होइन। सो डेफिनेटली तपाईँहरूले चाहिँ एउटा बेटर लाइफ लिभ गर्न सक्नुहुन्छ, आफ्नो ड्रिम्सहरूलाई फुलफिल गर्दै, आफ्नो बच्चा परिवार फ्यामिली साथीहरूसँग स्पेन्ड गर्दै है। सो आइएम अलवेज हियर टु हेल्प यु। एनिथिङ यु निड प्लिज लिभ कमेन्ट बिलो एन्ड मेसेज पनि गर्न सक्नुहुन्छ है त। बाई एभ्री वान, सी यु।